दर्शकबिन यतिखेर माइती घरमा एमालेको कार्यकर्ताहरूले यसरी झडप गर्न थालिसकेको छ। यहाँ शोभा पाठक आउँदै गर्दाखेरिमा यसरी झडप भइसकेको अवस्था छ भने यहाँ ढुङ्गा मुढा पनि हुन सुरु भइसकेको छ। दर्शकबिन तपाईँहरूलाई हामीले माइती घरबाट यो दृश्य देखाइरहेको छौँ। शोभा पाठक यहाँ उपस्थित हुने बित्तिकै यहाँ अपशब्द प्रयोग गर्दै शोभा पाठकलाई लखेटिरहेको दृश्य हामीले देखिरहेको छौँ। यहाँ नेकपा एमालेको कार्यकर्ताहरू आक्रोशित रूपमा अघि बढेर चाहिँ यतिखेर लखेटिरहेको छ। माइती घर मण्डलामा प्रहरीले सुरक्षा दिएर शोभा पाठकलाई महेश बस्नेत विरुद्ध उजुरी दिएको भनेर चाहिँ नेकपा एमालेको कार्यकर्ताहरू आक्रोशित रूपमा अघि बढेको हामीले देखाउँछौँ। यतिखेर यो माइती घरको दृश्य हो यो तपाईँलाई हामी देखाइरहेका छौँ। शोभा पाठकलाई अहिले प्रहरीले बाक्लो सुरक्षा दिएर राखेको छ भने शोभा पाठक माइती घरमा आउने बित्तिकै यहाँ एमालेका कार्यकर्ताहरू आक्रोशित भएर यसरी लखेटिरहेको छ। विभिन्न अपशब्द प्रयोग गर्दै एमालेका कार्यकर्ताहरूले यसरी लखेटेको अवस्था छ भने यहाँ प्रहरीलाई ठेक्नलाई हम्मे परेको अवस्था छ। यो माइती घरको अवस्था हो यो।